घरमै आउँछु यस्तै रिस उठाए हिजो पनि एउटा फोन फुटाए यो मायाको संसार बिच धर्म पनि सम्झिन्छौ पापैलाई रिसले खानी हो बाबै आफैलाई यो मायाको संसार बिच। चर्चित लोकदोहोरी गायक चिज गुरुङ गायिका निर्जला गुरुङलाई माग्न भन्दै घरमा आउँछु भनेपछि गायिका निर्जला गुरुङ लाजले भतक्क। कि साँच्चीकै गायक चिज गुरुङ गायिका निर्जला गुरुङलाई माग्न भन्दै घरमै पुगेका होलान् त कि दोहोरीमा मात्रै सीमित रहेको छ? यो सबै जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकवृन्द नमस्कार, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कमल अनिसा अफिसियल युट्युब च्यानल। दर्शकवृन्द यो भिडियोमा तपाईहरूलाई सबै जानकारी पाउनुहुनेछ गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको सम्बन्धबारे पनि। केही समय पहिला मात्रै गायक चिज गुरुङले एउटा पोडकास्ट गरेका छन् जसमा गायिका निर्जला गुरुङ र चिज गुरुङको सम्बन्ध के हो हजुरको भन्दा गायक चिज गुरुङले भनेका छन्, हामीले चिने अनुसार गायिका निर्जला गुरुङ सम्बन्ध भने सल्टी सल्टिनाको स्वरूपमा चिनिँदै आएका छौँ। हामीले भेट्दै चिन्दै गाउँदै आएका छौँ। तर भोलिको दिनमा के हुन्छ थाहा छैन भन्न समेत भ्याएका छन्। भर्खरै मात्रै लाइभ दोहोरी सार्वजनिक भएको छोटो समयमा लाखौं दर्शकहरूले मन पराउनु पनि भएको छ। जुन गीतको बोलसँगै गायक चिज र निर्जला गुरुङको दमदार शब्दहरू प्रहार भएका छन्। निर्जला गुरुङलाई भेट्न नआएपछि फोनै फुटाएका गायक चिज गुरुङ अब माग्न भन्दै घरमा आउँछु भन्न समेत भ्याएका छन्। गायिका निर्जला गुरुङ र गायक चिज गुरुङको यति राम्रो मिठो शब्दहरूमा खानी भनेर पनि चिनिन्छन्। यो मायाको संसार विचित्रको बोलसँगै गायक चिज र निर्जला गुरुङको निकै रमाइलो घम्सा घम्सी भएको छ। चिज र निर्जला गुरुङको सम्बन्ध के हो भनेर जान्न चाहनुहुन्छ भने भिडियोको अन्तिममा तपाईँहरूलाई जानकारी दिएका छौँ। गायक चिज र निर्जला गुरुङको धेरैहरू फ्यान हुनुहुन्छ जसले दर्शकहरूले उनीहरूको विवाह समेत चाहनुहुन्छ। के साँच्चीकै गायक चिज र निर्जला गुरुङको विवाह होला त? तपाईहरूको जिज्ञासा तल कमेन्ट बक्समा राख्नुहोला। भिडियोलाई अत्याधिक रूपमा सेयर गर्नुहोला र गायक चिज र निर्जला गुरुङको यति मिठा मिठा लाइभ दोहोरीहरू पनि हेर्न नछुटाउनुहोला। पोखरेली इन्टरटेनमेन्टबाट सार्वजनिक भएको छोटो समयमा लाखौं दर्शकहरूले मन पराएको यो लाइभ दोहोरी हेर्न छुटाउनु भएको छ भने पक्कै पनि तपाईँहरूलाई डिस्क्रिप्सनमा हामीले लिङ्क राखेका छौँ, फुल भिडियो हेर्न सक्नुहुनेछ। दर्शकबिन भिडियोको अन्त्यमा छौँ। तपाईँहरूलाई जानकारी के कस्तो लाग्यो कमेन्ट गरेर हामीलाई जानकारी दिनुहोला।